स्टार्टिङ चाहिँ खिचेन अब यहाँबाट सुरु हामी पाँचला रन्डा हामी चाहिँ लङ बाटो नगई सर्ट बाटो अब भिडियोलाई अहिले यहाँ बन्द गर्छु म भरे अहिले खिच्छु हैन अर्को पार्ट खिच्छु यो पारी देखेको चाहिँ दिक्तेल बजार चाहिँ हो कि हैन थाहा छैन दिक्तेल एउटा मेरो एयरपोर्ट छ हौ यो पछाडि बोल्दै गरेको चाहिँ अर्कै च्यानलको मान्छे दिन्छु म यसलाई कपिराइट हान्दिनँ हामी पाँचजना मध्ये हाम्रो एकजना बिचमा हिँड्नु हुने काका चाहिँ उहाँको चाहिँ हिँडाइ फेरि तगडा छ है बिस्तारै ऊ कटुन तान्दै हुनुहुन्छ अप्ठ्यारो भएछ ल मुतायो मेरो काकालाई म चाहिँ र भिडियो हाल्ने हो कि म चाहिँ ल हेर्नुहोस् यता गाउँ मैले चाहिँ र नै हालिदिन्छु है हामी चाहिँ ऊ अगाडिको मान्छेहरू कतिखेर हिँडेको भेट्छौँ होला हाम्रो चाहिँ जोस् भारी छैन अलिअलि मात्र छ धेरै छैन शिव कुमारले त लामो बेर मूत्र विसर्जन गर्नुभयो त हामी दुईजना चाहिँ उहाँहरूभन्दा निकै अगाडि आधी घन्टा अगाडि आइपुगेको छौँ अब हामी पर्खिनेछौँ मेरो किन ठुलो भएको रे मोडल है उहाँ चाहिँ हाम्रो आजको मोडल बनाउने यो फुल चाहिँ त्यसले यसले बनाएको एप्रिसिएसन चाहिँ मेरोमा पाइरहेको छ त्यो दुईटा भनिस् नि तैँले के खाने ठाउँ आइपुग्नु है तर 1 घन्टा 1.5 घन्टा बाँकी है चाहिँ फालेको रहेछ अब यसलाई हामी यहाँ फ्लावर भेस जस्तै बनाउनु पर्छ
यसलाई फ्लावर भेस बनाउने हो अनि राखिदिने हो एक ठाउँमा ठक्क पारेर फुल यो थकियो अब हिँडिन्छ अझै यो चाहिँ मैले बनाइसकेँ होइन हिजै हामी बलौटेसम्म जान्छौँ भन्नुपर्ने रहेछ है अब अरूलाई चाहिँ त्यही सिकाउनु पर्छ पापाले एनी हौ बलौटे पुगाऊ भनेर मैला त साह्रै गलेको त त्यसले के बनाउँदैछ यहाँ चाहिँ तलैसम्म चढ्दै कुहिरोले देखाएको छैन महिला दाजु अगाडि हिँड्दैछन् ओहो टाउको दुख्नु थाल्यो नि त सिरेटोले नचला हिँडेकोले थाम्छ जस्तो छ अब उफ्रिने हो ओह्रालोमा हाकिम हो रहेछ ए यस्तो ओह्रालो के ओह्रालो हो दुई हान देख्दैन के साह्रो बादल लागेको आइसले खुट्टा सेक्ने अब यस्तरी आइसभन्दा कडा छ यो ढुङ्गा मकालो पनि देखिँदो रहेछ अलिअलि हाम्रो दुईजना चाहिँ अलिक परै पुग्नु भएको रहेछ हात गल्यो अब चाहिँ सिन कस्तो राम्रो आएको हौ हिँड त तेरो निकाल्नु नानी पानीले हामीलाई रोक्या हुनाले हामी रेनकोटमै छौँ म चाहिँ छैन
एड्रेस खुल्यो त ओ माई गॉड अलिकति उयो डाउन गर्नुपर्ने रहेछ क्या अलिकति जाता लेफ्ट 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 हौ लेफ्ट एभरेज त खुल्यो तर यसलाई डाउन गर्नुपर्ने रहेछ ब्राइटनेस गोठ बेडा पालेर गोठा लाउनु भएको रहेछ उहाँहरू चाहिँ झन् खुल्यो हेर्दैछु म अहिले चाहिँ घाम डुब्दैछ अहिले चाहिँ भिडियो चाहिँ उयो हाम्रो माइलाले बेच्नुपर्छ होला यो बाटो चाहिँ आजसम्म कसैलाई अनुहारमा क्रिम लगाउनु मन छ भने अगाडिको त्यो दिदी हिँड्ने जस्तो लागिरहेछ भन्नुपर्छ नि त होइन खोइ कहाँ छ सोध त फेरि यसरी न घोडा
चढ्नको यो भे यो अनि यता चाहिँ पोखरी त कुन चाहिँ डाँडा हो हामी चढ्नको डाँडा चाहिँ यो 4000 अब गाह्रो भएछ भन्दिनँ उठ्न चाहिँ 2 बजेर 15 मा उठेँ हो म चाहिँ 2:15 मा उठेँ हो 5 जनामा एकजना अगाडि एकजना मसँग 2 जना पछाडि लाग्दैछन् मलाई त यो डाँडा पुगेर झर्दा थाहा भाइहरूले जुन छ लागिरहेको तर आधा जुन त्यो भएर उज्यालो छैन भयो 1 मिनेट भएछ ओह एकदमै गाह्रो साह्रो भिरै भे जता हेर भाइ पुग्नु लाग्यो 4000 चढ्नु यस्तो गाह्रो हुन्छ 8000 कस्तो होला झन्
हे भगवान् बल्ल चाहिँ पुग्यो अब भन्नु पर्दैन यहाँदेखि तल भिरै भिर भयो भगवान् छाया हाम्रो डाँडाको छाया होला त्यो कुन हिमालको होइन यसको हामी आएको चाहिँ यो पोखरीमा तर हामी यहाँबाट अझै पुग्नु बाँकी छ माथि 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 ओह यो दुईजना दाइहरू मेरो भेटेको दाइ यहाँ डाँडा पुग्ने 5 मिनट बस्ने फर्किने अनि कामदै झर्ने भिर देखेर मासिमा आइपुग्यो चिसो त हुन्छ नि फुकालो भने त हिउँ जस्तो हुन्छ सगरमाथा यो हो यो चाहिँ लोच्छे जस्तो लागिरहेछ क्या यो भिर भएको यो क्या ठाडो यो वाला कि उतो सगरमाथाको छेउ लोच्छे हो टुप्पो सानो यता हुन्छ देख्यो होइन कि वारिपट्टि यो एम भएको हुनुपर्छ लोच्छे काकालाई मेरो त हातै मजाले चलाउनु हुँदैछ एकछिन यस्तो गरिराख्नु गोजीमा राख्दा पनि तातिँदैन मान्छे सगरमाथा त देउदन मेरो उयस त भिडियो खिच्दैन म यहाँ रोक्छु फोटो खिच्दा नि भिडियो आउँछ अर्को महिनामा अर्को ठाउँमा राखाले फेरि
भिजे भे यसरी हिँड्ने हो यस्तो भिरमा। बाफ्रे बाफ्रे वाट इज दिस भिर। म चाहिँ यस्तरी यो भिर बिहान पनि डर चाहिँ लागेको। म यस्तरी हात टेक्दै हिँड्दैछु। ओहो अर्को छ अलिकति। यस्तो ठाउँमा भगवान् बस्छन् अरे। भगवान् त मान्छेलाई दुःख नदिनु पर्ने त यार। दुःख दिएर हेर्नु नाका हैट सातो जाने भिर्छ। अहिले चाहिँ डर लागेन खै किन। अभियान त सल्लाह दुईपट्टि भिर हैट ठाडो भिर यतापट्टि पनि ठाडो भिर अनि बिचमा बाटो। डर पो लाग्छ त हैट। बिहान त मैले बामे सर्दै आएको। त्यति साह्रो बामे त सरी यही है अप्ठ्यारो हैट। अनि अर्को छ त्यो अर्कोलाई चाहिँ म मेरै पाराले गर्छु हुँदैन। बित्ता हिँड्ने बित्ता हिँड्ने। ओहो तर सजिलै छ नि तर गाह्रो छ। बाटो कम्पिटिसन चाहिँ यहीँ भएको। बिहान अँध्यारोमा 2:15 उठेको थिएँ म। उठाएहरूलाई यताउति बस्दा त कति बज्छ 2:30 कटेर यत्तिकै हालिदिन्छ यत्तिकै मनी किन चाहियो। म त मात्रै हाल्छु। एउटा हातमा फोन त भिड अग्लो छैन। लड्यो भने पनि हात खुट्टा चाहिँ भाँच्छ। उपरी पो दियो म त। यहीँ हो यता भिड। अब म त भिड चाहिँ जान कट्टुको तुना पनि बसिसकेछ हौ। यो भिड झर्दैछ भाइ। 8 मिनट भएछ म ओह्रालो झरे। 8 मिनट 10 मिनट। दिन्छु म दिलाई कुद्दै।
खाने नहल्ला पनि भन्यो नि हुँदैन बाटो बाटो त जान्न बाटो बाटो त जान्न यहाँ पनि ठुलो उयो थियो ढुङ्गाबाट उफ्रिरहेको छु यहाँ तल एउटा छ होला सक्सको हालतमा देखाउँछु तर अहिले होइन तर यहाँ भिड्छ क्या यहाँ भिड चाहिँ म हिँड्दिनँ काट्छु भिड यो भिड चाहिँ हिँड्दिनँ यता भिड्छ यता टेन्सन हिँड्ने यसरी हिँड्नुपर्छ नेपाली भएपछि चाहिँ नेपालीको छोरो भएपछि यति नउफ्री चाहिँ हुँदैन हिँड्न त्यो त उसलाई डार्करहरूलाई पनि जितिन्छ होला कता छ बाटो यतै त जस्तो लाग्दै थियो भिडको बाटो कट्टु तानेर उत्रे यता बाटो म चाहिँ यसरी नै जान्छु हामी चाहिँ म चाहिँ यसरी जान सक्ने भएर मात्र हो नत्र चाहिँ हुँदैन है त्यस्तो चाहिँ यहीँ जस्तो लाग्छ अप्ठ्यारो बाटो हो दिनभरि यहीँ हाल्नु अब त मलाई अप्ठ्यारो लाग्ने कटो अर्को नि छ जस्तो लागेको छ coming from the top. It's called एउटा एडिट गर्दैन यो माथि मजा 20 मिनट भेटिनै सकेछ अब त मिनटमा तल झर्छ आधी घन्टा 35-40 मिनट भेटिसक्यो फुल हेर्नु होला त्यो राम्रो भन्दै धन्यवाद।